बढिया गाडी चाहिँ बढी रहेछ यो गुडगुड मोहन जिउडा हेर त जिउडा हेर्ने बाबा चिड भाइ उरी नाटा बाबा इबे उपाय छुवाल माथे लुगर त तु त जिउडा ढिल्ली माग्नु त नु भइगयो अब बढी पारी रासिले लागि गया के बढी त अल सिमी बात गरे बढी ए हाउ उडे पनि भाइ छ कि दिदी उड तिमीलाई बच्चा उडे यही थे गर्दै चाहिँ काई अछुटी आगा बाल्नु पर्छ घर लिप्नु पर्छ भाडा दिनु पर्छ अछुटी बढ्ने रहेछ गट्टै ओइ आफुले गरे के हुन्छ मैले मात्रै गर्नु पर्ने भन्ने के छ लेखेको छ भाइ कस्तो छ अच्छा मारा छुने बटे कइ गए ओइ त ढिली छ कुटीले जैसा बढी डुबलाउ भइगयो अहिले कुटी पनि बवाल हुन्छ चाचा भाउवा पुरी काई दिदी काई बिरामी भयो कि खोदै जा नाइ बिदाई उठ गरे केले कहाँ जान्यो खै खाँदाखेरि मलाई थाहा नै रातभरि पेट दुखेछ म कहीँ जान सक्दैन आमै रातभरि पेट दुखेछ अरे कहीँ जान सक्दैन अरे ए रे तिमीले हरे मार्न गर्छ त्यो त म अडे भाषा फुसो गरियो रे पुरै जा पुरै देउता बाबाको नगुर जाबे रोनाल काका नगुरा जा फेरि ए देउता ओइ पर हमरा बनाउ गरे दिदी बिरामी छ ए ल जाऊ त के भयो त बड्डो ई के दली हबाट छिबेकन आइ स्कुलबाट के भई उताल्नु पडे कि पडे जका टाउ बन्दुको का पेटुको बुन्दी छ झोर उठ्या कि के उठ्या देउता लाग्या हुन्छ दली कता हप्पल चौडा हुने भई तल चौडा भइदिछ देउता थानाति भइदिछ आइ देउता लाग्या छैन कि बड्डो यसो नि हेर्दै त आइ चिना हेर जुन कता छौ कि गरते बड्डो एकचोटी पक आइए बेली मेरा देखेर फुटी पिसा फिटेसी मैले देखेँ त्यही पनि होला मैले पक आइए म अब एकचोटि हेर्दिउ न पकाइए आज तेरो छोरीले हप्पलाबाट केही गरी होली बिगार पाडी होली तैँले बेला छट्टा बुढादारी दिनै पर्नेछ पारी बेला छ त बुढा छट्टा देउता बाबा अरे समस्या हेर के सन्चो भइजाले देउता हेर्यो यो पोटे बाबाले कहाँ जान्छ पछि आउँछ त्यो बड्डो भावले जिउडा हेर्दै भनेपछि त अङ्कै हेर्दिन्थे त्यही पनि भाग्ने हो र जिउडो भनेपछि छन्चु मुनिका कप्पल उठ्न पठाएको त कप्पल लडका छन्चु छ बट्टा उठ्ठै गर त्यही पनि होला ए पोटे हामीको आगामी देश कति अहिले जाऊ भन्ने छ त होइन पाइ कि मरे लाउन खानु खुर्कुर भाउवा लपरी दिदीको का दाना छोडे हुनेछ दास गरिया ताप बिरान बेची भाइ ना दाना छोड्दै घामा जुल्का हुने छिया ए भाउवा कहीँ आज विशेष भयो त कहीँ अझ विशेष भ्या छ कि भ्या नै त कहीँ घामा जुल्का कहीँ होइजान्छ हुँदा छ चिन्ता बाबा भ्या छ कि नै त के भने तिनका खुजी त पैसा लुबे बेला के छोरी त भला अल्छो गर्छ कि के गर्छ भला हातै माने पेट दुख्यो बुझ्दैन मेरै पेट दुखेको छ ए भइगयो अब अस्पतालले लिनु पर्यो के त अब के त अब यी भरे फिरेन भइगए नमस्कार बाजे बच्चो स्कुल आउली त तुम्ही छोरी कहाँ गई त आजलाई पहिला के छुइ भएर कामै कागज पर गोठा बसाइ छ रे छुइ बेगे पनि तुमे खाइ होला छुइ उति पनि खाइ होला के अहिले आइगयो तुम्ही छोरी कहाँ गई छ भन्ने चाहिँ के हुन्छ त ए मास्टर नि हुन्के रे भाइ सम्मान गर्नु पनि जान्दैन बु आजकलको जमानामा पनि गोठा बसाल्ने हो र घर बसाल्नु पर्दैन तेरिका घर बसालेपछि भित्र देउता बाबा यसले टाढा टाढा गर्दै आन्यो मेरा त्यसैले घर बसाल्नु हुँदैन भने यहाँ मैले पर र छै छाउबडी गोटे ताइ खोजे जा मुले कन्ना मान्ता हुने अस्ता लिनु पर्ने हो के खाइ नै ले गोठ कहिदा छ त
हिलो हिलो गाई सिने गोठ हो त के गोठ गोठ हुन्न पड़ेछ भइजान्छ गोठ सिने तिमी कहिले खाडा सिट्यौ त मेरी बड्डी ती गोठरा सिट्कन कट्टा गरियो तिमी बड्डीले गोठरा सिट्कन हुने हुन्छ आजकलको जमाना गोठा बहिनी हो घर बहिनी पर्दैन हर केटी चाला अब कुडु कुडु अब त्यो छोरीको अब अस्पताल हिँड्नुपर्ने हो कि के हो त आफै खोज्दै जाऊ परा कोही भ्याइछ के भ्याइछ आजकलको जमानामा किरा किर्मिला कानमा त बस्यो भने तु छोरी त आङबाट अपाङ्गी हुँदैछ अपाङ्गी भ्याउ औषधि गर्नु के कुरा हो अपाङ्गी भ्याउ औषधि गर्नु यतै त उल्टा कुरा आमाले त बिग्री दाउ त वहाँ होला ठिक त्यो छोरी मरे आफ्नो छोरी छुदैछ के चाटा लाडो तुमी मरेपछि भोलि केही रुने हो हस्पिटल लिउ जा हटो जा नाना 1000 रुपैयाँ सुने चाहिँ हस्पिटल गरे भयो दुधर गडे चाल डिसाइड गरे अस्पताल जाऊ होला डाक्टर से जाने ना के छुई भयो निशा छोटो त सुन्दै केटा केटी छिरी थाना उठे छिरी थाना के डाक्टर साहब त्यो भन्ने भरे बिरामीको नाम के हो बिरामीको नाम दर्शक बस्थे हल्का यता सर्नुहोस् त कस्तो बाउला थियो यिनलाई ज्वरो धेरै आछ कमजोरी पनि हुनुहुन्छ हल्का उ खाउने गर्नुपर्छ पोसिलो खाउने गर्नुपर्छ ज्वरो पनि धेरै आएको छ कोटमा नसुताउनुहोस् अहिलेको जमानामा पनि कोटमा सुताएर हुन्छ हेर सिसार औषधि ल्याउनु जानुहोस् त यो औषधि बेलुका बेलुका खाना खाइसकेपछि 2 टाइम खानु अब हामीले यस्तो गरिरहनु त छुवाछुतको बारेमा नारा लगाउनु पर्छ पहिला आन्टी बोल्नुहोस् अनि हामी बोलौँ ल ओके छुवाछुत बाल विवाह ढोडमाटी परम्परा धेरै धेरै धन्यवाद हाम्रो